रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीव दुर्घटना हुँदा ज्यान गुमाउने 20 जनाकै पहिचान खुलेको छ। हिजो भएको जीव दुर्घटनामा परि ज्यान गुमाउने सबैको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको हो। दुर्घटनामा घाइते भएका एकजना भने उपचारपछि सकुशल घर फर्किएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृतकहरूमध्ये रुकुम पूर्वको सिस्ने गाउँपालिका 5 का 32 वर्षीय गोर्ख बिक, 53 वर्षीय तिलकुमारी बुढाथोकी, 28 वर्षीय युवा बिसी, 10 वर्षीय दिव्यन बिसी, 24 वर्षीय सिर्जना बुढाथोकी, 23 वर्षीय सुदीप बुढाथोकी, 40 वर्षीय ओम कुमारी बुढाथोकी, 60 वर्षीय मीना कमिनी, 60 वर्षीय लक्ष्मी शाह र 27 वर्षीय रूपमीना बस्नेत रहेका छन्। यस्तै रुकुम पूर्वकै भूमि गाउँपालिका 5 का टेक प्रसाद बस्नेत पनि दुर्घटनामा मृत्यु भएको छ। यस्तै रुकुम पूर्वकै भूमि गाउँपालिका 5 का टेक प्रसाद बस्नेतको पनि दुर्घटनामा मृत्यु भएको छ। घोराई उपमहानगरपालिका 15 रतनपुरका 54 वर्षीय द्रौपदी जीसी, 32 वर्षीय तिला जीसी, 7 वर्षीय जेनिस जीसी, 12 वर्षीय जेनिसा जीसी, 25 वर्षीय एलिना जीसी, 7 वर्षीय संयुग जीसी र उमेर नखुलेका एम बहादुर जीसीको मृत्यु भएको छ। त्यस्तै घोराई 13 की धनमाया विष्ट दाङ शान्तिनगर गाउँपालिका घर भई हाल सिस्नेमा बस्दै आएका चालक 42 वर्षीय बेदु कामीको पनि सोही दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थल निकै अप्ठ्यारो पहरामा भएकाले शव सङ्कलन कार्यमा निकै कठिनाई र ढिलाइ भएको थियो। यात्रुहरू रुकुम पूर्वबाट भ्रमणका लागि जलजलातर्फ जाँदै गर्दा जीप दुर्घटनामा परेको हो। दुर्घटनाको स्पष्ट कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।